चाहिँ भर्खरै के लिन आएको थियौँ तिनवटा सर्टिफिकेट लिन आएको थियौँ 1500 होइन हामी लिन आएको चाहिँ यही हो ए भवन के को भवन हो यो बागमती प्रदेश सिनाउ उहाँले भन्नुभएको छ अब हामी यहाँबाट चाहिँ हामी कहाँ जान लाग्छौँ कोही भन्दै त बौद्ध जान लाग्छ हामी 3 जना फर्स्ट टाइम जान लाग्छौँ अब एकदम एक्साइटेड छ हामी त्यहाँ गएर हजुरलाई देखाउँछ हामी के गर्छौँ कहाँ जान्छौँ र सबैजनाले हामीलाई साथ दिनु होला बौद्ध आइपुगिसक्यौँ सिधै कहाँदेखि हामी सिनामङ्गलदेखि होइन किर्तिपुरको पनि 4 धारा पर्छ सानो 3 ठाउँबाट यहाँ यस्तो यस्तो छ किन्ने भयो हामीलाई त्यही त गेट हामी उताबाट चोर गेटबाट छिर्नु हामी उताबाट सिधै यहाँबाट चाहिँ एन्ट्री गर्नु फर्स्टमा त यहाँ देखाउनु पऱ्यो कहाँ आछौँ भनेर हजुर आफूले गोल किन्दैछ हामी पसल हेर्न अब यो हेर्न कसको मोबाइल राम्रो हो नि जता नि आउँछ कि राम्रो फोटो क्यामेरा एङ्गल चाहिनु मलाई माथि जानलाई टिकट लाग्नु रहेछ जस्तो लाग्यो टच गर्ने नि गरम त्यही छ यिनले बाटो यता यता लिएर हामी यहाँ हराइसक्यौँ त्यो फर्केर जाँदा म होइन साथीहरू म होइन यिनीहरू अन्य राम्रोसँग ख्याल गर्नुलाई त्यही त हाम्रो दुःख कसैले बुझ्दैन यस्तो दुःख गरी चाइनिज रेस्टुरेन्ट आयो चाइनिज रेस्टुरेन्ट छ्याङछुङ चाहियो भने आउनु छ्याङछुङ रेस्टुरेन्ट अरू अथर जाने च्याङचुङ हो कि छ्याङछुङ चिङचुङ रेस्टुरेन्ट के साथीहरू फाइनली मैले यिनीहरूलाई राम्रो बाटोमा ल्याएँ यिनीहरू गलत बाटो पेरिराखेँ यस्तो यस्तो रुट यिनीहरूले रुट मान्छेले आफ्नो गल्ती लुकाउन के गर्नु मलाई थाहा छ कि म एकदम निर्दोष छु मैले आफ्नो गल्ती लुकाएको फाइनली मलाई अब त खुसी छौ नि त्यो त हामी आफै नै आइहाल्थ्यौँ तिमीले ल्याउनु पर्थ्यो त्यो भनाइ मात्रै हो यहाँ यो बाटो नथाहा पाएर यहाँ किसिम भएको थियो ए भगवान् त्यही भएन त्यत्रो 100 रुपियाँ भने कम हो र
त्यति हेर म त अचम्बर भएको बग्दिन त्यही भने म पनि हामीले यस्तो भन्नु पर्ने के हामीले मात्र 1 प्लेट मागेको छौँ होइन ठगेको के अब हेर नि त्यति गरेर मलाई- त्यो दिनै पर्यो अब मैले लागेको थियो हामी 1 प्लेटमा माग्यो तपाईँ किन 2 प्लेटमा पैसा नदिने कि होइन होइन अब त्यस्तो खाएपछि अब दिन्छ नि त जसले पनि त्यही त त्यो कति बाटो हेर त्यसले आफ्नो बिजनेस गराउनु साथीहरू हामीलाई स्क्याम भयो नखाने रे अब स्क्याम भयो हामीलाई भने यताबाट होइन के त यो अझै यता लौँ न भने मैले जता पनि जान्ने रहेछ साथीहरू यिनीहरू यताबाट पनि जान्छ मलाई के भन्छ साथीहरू हामी तलैतिर गयौँ नि होइन यो मेन रोड पनि तलैतिर छ कसरी भेटिन्न क्या उताबाट घुमेरै जानु रहेछ कि कस्तो अनि फेरि सुन न हामी होइन अब यहाँबाट उता गयो गेटमा गयो भने ठ्याक्क रोड आउँछ होइन हामी त्यति तल पुग्यौँ त्यहाँ तल रोड किन देखिन त्यहाँ जोइन्ट छ कि के हो त्यस्तो खै कि आकाशबाट हिँडेर रोड खोइ अहिले हेरौँ न है जमिन आकाशबाट हो कि पानी मुनिबाट फाइनली हामी आइपुग्यौँ फेरि साथीहरू फाइनल गरिरहला आफ्नो ए बौद्ध यिनीहरूको रुटमा ल्याइदिए ए यहाँ मूर्ति छ हाम्रो के अरे बुद्ध भगवान्को ए यहाँ पछाडि पनि पागल छ त अघि त्यहीबाट सिनम भनेर नमानेर जताबाट छिर्ने हामी साथीहरू मैले भनेर दुःख पाखलिँदैन त्यो त सबैलाई थाहा छ गाडीमा बस्नै पुऱ्याइदिन्छ फर्स्टमा हामी यहाँबाट सुन्दारा गाडीमा जान्छौँ रत्न पार्क लाग्छ है